राधे राधे सबैजनालाई नमस्कार। हामी रुरुधाम पाल्पा गुल्मी स्याङ्जाको सङ्गम स्थलमा छौँ। वर्तमान समयमा हामी देख्दैछौँ एउटा झलुङ्गे पुल पनि त्यहाँ पाल्पा गुल्मी स्याङ्जालाई जोड्ने तीनमुखी झलुङ्गे पुल जुन एसियाकै नमुना पुल हो। पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण मानिन्छ भने पारी देख्दछौँ हामी हनुमान वाटिका त्यो एकदम सुमनोहर देखिन्छ हनुमान वाटिका। एवं यहाँ प्रत्यक्ष शालिग्राम भगवान प्रकट भेट्न सकिन्छ। हामीले शालिग्राम विश्वमा कालीगण्डकीको नदीमा मात्र भेट्न सकिन्छ भने कालीगण्डकी नदीदेखि माथि पाल्पा जिल्लातिर हामी जाँदै गर्दा ऋषिकेश मन्दिर भेट्न सकिन्छ। ऋषिकेश मन्दिर विष्णु भगवानको स्वयं प्रकट भएको मन्दिर हो, मूर्ति हो, जुन पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गर्नुभएको हो। यहाँ मन्दिरमा ऋषिकेश मन्दिर लगायत विविध मन्दिर देवी देवताका मन्दिरहरू हुनुहुन्छ। यहाँ गायत्री मन्दिर, शिव मन्दिर, कृष्ण मन्दिर लगायत यहाँ विशेष फोटोहरूले पढ्ने पनि व्यवस्था मिलाइएको छ।